नमस्ते सबैजनालाई, म विकेश रुम्बा। म चाहिँ आज तपाईहरुसँग के कुरा गर्न जाँदैछु भन्दाखेरि हाम्रो यो टोल समाज छिमेकी अनि गाउँ ठाउँ कुन उसमा बसिरहेछ कि कुन जेनेरेसनमा छ, कुन समयमा त्यही पहिलाकै कुरा काट्ने, त्यही खुट्टा तान्ने, त्यही जेनेरेसनमा छ। अरूले राम्रो गरेको देख्न सक्दैन, उसलाई नराम्रो बनाउनै पर्छ। कतिपय मैले देख्छु मान्छेहरू आफ्नै मान्छेले आफ्नै मान्छेको कुरा काट्ने, खुट्टा तान्ने हुन्छ प्रायः जस्तो। किन यस्तो यार? बरु आफूले त्यो मान्छेले के गरिरहेछ त्यसको फलो गर, आफूले पनि गर्न कोसिस गर, ट्राई गर। त्यसको खुट्टा तान्ने होइन नि। बरु राम्रो सोचले ओहो यसले राम्रो गरेछ, म पनि अलि राम्रो यसले जस्तै राम्रो गर्छु भन्ने, यसलाई अब नराम्रो सोच लिएर यसलाई पछाडि सार्छु, म अगाडि जान्छु, यसलाई नराम्रो बनाउँछु भन्ने सोच लिन्छ प्राय मान्छे। त्यस्तो होइन नि। बरु ऊ राम्रो छ भने आफूले पनि उसलाई फलो गर्ने, म पनि राम्रो बनाऊ भन्ने कुरा। जस्तै तपाईँ राम्रो छ, मैले तपाईँलाई फलो गर्छु, ओहो यो जस्तै म पनि राम्रो हुन्छु, तर उसलाई चाहिँ म नराम्रो बनाउँछु, उसलाई म पछि छोड्छु भन्ने चाहिँ त्यस्तो होइन कि। प्राय मान्छेको दिमाग र सोचमा सबै यही हुन्छ। किन यस्तो? 2 दिनको जिन्दगी हो, आज मरिन्छ कि भोलि मरिन्छ कसलाई के थाहा। मान्छे सुत्दै मरिरहेको हुन्छ सुतिरहेको ठाउँमै। बरु इन्जोय गर, रमाइलो गर, अलि राम्रो गर। तर मान्छेको खुट्टा तान्ने, मान्छेको कुरा काट्ने त्यो राम्रो होइन नि त। मान्छेले गरिरहेको ठाउँलाई भनौँ न, कुनै पनि मान्छेले केही गर्छु भनेर उसले ट्राई गरिरहेछ भने उसको ऊ गर्ने होइन कि, बिल्ला गर्ने होइन, त्यसको खिल्ली उडाउने होइन। बरु उसलाई अलिकति मोटिभेसन, हौसला दियो, ओ यार तिमीले राम्रो गरेछ, तिमी अगाडि बढ्छौ, तिमीले गर्नुपर्छ भन्ने सोच्ने हो कि। या त्यो मान्छेले के गरेछ, त्यो मान्छे त्यो के पागल भएछ कि यस्तो गरिरहेछ भने हाँस्ने, त्यो होइन नि। बरु त्यसले गरिरहेको ठाउँमा त्यसलाई अलिकति मोटिभेसन दिने, ओहो तिमीले त राम्रो गरेछ यार, यो त राम्रो कुरा हो, अलिकति अझै योभन्दा अलिकति यस्तो गर भने राम्रो हुन्छ भन्ने अलिकति सिकाउने। यार ऊ मान्छेले के गरिरहेछ, मैले के गरिरहेछ, उसले के गरिरहेछ, ठिक छ गर्यो, तर गरिरहेको मान्छेलाई कहिले पछाडि हुने गरी ब्याग आउने गरी नगर्ने, कुरा काट्ने अनि त्यसको मजाक गर्ने त्यस्तो होइन नि त। बरु त्यसलाई अलिकति ऊ गरौँ न भन्नाले अलिकति सिकाउँ न त्यसलाई, ओहो तिम्रो यो कुरामा चाहिँ अलिकति मिस्टेक भएछ, यसलाई मिलाऊ है, यसलाई चाहिँ अलिकति मिस्टेक भएछ, यो मिलाऊ है भन्ने कुरा लागौँ न। राम्रो सोच राख। अनि मान्छेले के गरिरहेछ त्यसको कुरामा हाँस्ने, त्यसलाई खिल्ली उडाउने, मजाक उडाउने त्यो होइन नि त। सबै मान्छे सुरुमा ट्राई गर्दाखेरि त्यस्तै हो, अलि नराम्रो हुनसक्छ, पछि त राम्रो हुँदै जान्छ नि त तपाईँहरूको साथ सल्लाह सपोर्टले गर्दाखेरि। भोलि पर्सि तपाईँको नि पालो आउँछ, तपाईँलाई नि त्यस्तै आउँछ सपोर्ट। त्यही भएर कसैले कसैको मजाक नबनाऊ, एकअर्कालाई सपोर्ट गरौँ, सल्लाह सुझाव दिउँ। हस् त आजको लागि छुट्छु, बाई बाई।